आजको नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ। सामाजिक संरचना, प्रविधि, अपराधको स्वरूप र जनअपेक्षा तीव्र रूपमा बदलिँदैछन्। परम्परागत अपराधसँगै साइबर अपराध, सङ्गठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेका छन्। यस्तो अवस्थामा प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्दछ। पक्कै पनि भदौ 23 र 24 गतेको आन्दोलन र त्यसपछिको समय हाम्रो राज्य संयन्त्रका लागि एक कठिन परीक्षा थियो। चुनौती र आलोचनाका बावजुद नेपाल प्रहरी आफूलाई पुनर्संयोजन गर्दै अझ मजबुत, अझ सङ्गठित र अझ विश्वसनीय संस्थाको रूपमा स्थापित गर्नेतर्फ अग्रसर भइरहेको महसुस गरेको छु। हाम्रो प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने पनि यसै क्रममा थप प्रमाणित भएको छ। आसन्न फागुन 21 गतेको निर्वाचन हाम्रो उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसे ढुङ्गा हो। स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचित सुनिश्चित गर्नु राज्यको दायित्व हो, जसमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुन्छ। यस सन्दर्भमा म तपाईलाई आग्रह गर्दछु, कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस्। तपाईहरूको निष्पक्षता नै लोक